आदिनुस् है म छु यहाँ एम्बुलेन्सलाई बोलाइहाल्ने र हामीले उहाँलाई सुरक्षित राख्ने र केही औषधि छ भने सोध्ने उहाँसँग केही छ भने केही छ दबाई छैन छ भने निकालेर छैन है छैन भने ठिक छ हामीले किनेर गरेर नदिने या आफ्नो छ भने पनि नदिने है उहाँको छ भने उहाँको दिने र यसपछि अब एम्बुलेन्सलाई पनि यही अवस्थामै कुरेर बस्ने अब एम्बुलेन्स आयो र एम्बुलेन्समा पनि यही अवस्थामै लिएर जाने अस्पताल लाँदा सुताउनु भएन र नम्बर 1 मा के भयो त जबसम्म होसमा भइराखेरमा बिरामीलाई हार्ट अट्याक छ भने सुताउनु भएन हामी के गर्छौँ सुताइदिनु सहज हुन्छ भनेर एकदम खतरा हुन्छ हार्ट अट्याकको लागि हार्ट अट्याक र अस्थमाको लागि सुताउनु हुँदैन दमको लागि है ठिक छ अब दोस्रो नम्बरमा मानिलिउँ उहाँ चाहिँ अहिले फर्स्ट स्टेजमा होसमै हुन्छ हामीले यति नै अवस्थामा एम्बुलेन्समा पनि बचाएर ल्यायो अब सेकेन्डमा जाउँ सेकेन्डमा उहाँ बेहोस हुनुभयो मानिलिउँ अहिले हामी एम्बुलेन्समा कुर्दै थियौँ या एम्बुलेन्समा लाने क्रममा उहाँ बेहोस हुनुभयो अब यसलाई निकालिदिने है अब उहाँलाई सुताइदिने अब सुताइदिनु उहाँलाई सुताएपछि हामीले बेहोस भएपछि बचाइरहन पाइएन फेरि है एकदम खतरा हुन्छ फेरि मृत्यु हुन सक्छ जब पनि बेहोस हुन्छ भने कुनै पनि घटनाका व्यक्तिलाई बेहोस व्यक्तिलाई बचाएर राख्नु भएन है हामी कुर्चीमा राख्ने या गाडीको सिटमा राखेर अस्पताल लाने गर्छौँ त्यो गर्नु भएन बेहोस भएको जुनै पनि घटना अब हामीले उहाँलाई के गर्छ त यो अवस्थामा बेहोस भएपछि अस्पताल लाने क्रममा या एम्बुलेन्सलाई कुर्ने समयमा चाहिँ हामीले उहाँलाई रिकभरी पोजिसनमा राख्छौँ अब म गर्छु बेहोस यहाँ यसरी राख्ने यो हातलाई आफूतिर स्टपमा राख्ने अर्को हात यसरी कानमा छुटाउने यो यसरी हात फोल्ड गर्ने अब उहाँलाई चाहिँ आफूतिर तान्ने कम्प्लिट यसरी फर्किन्छ र घाँटीलाई माथि यसरी अलिकति तान्ने है ओपन एयर गर्नु जरुरी छ सर देब्रेगोल्डो फर्कने हो जता फर्काउनु म भन्छु यसलाई पनि उता सिधा उठाइ चाहिँ यो त है ल अब नमस्कार स्वागत छ अब यहाँनिर देख्नुभयो के छ त रिकभरी पोजिसनमा है रिकभरी पोजिसनमा अब हामीले के गर्नु त उहाँलाई राख्ने यही अवस्थामा बेहोसमा हुनुहुन्छ तर सास फेरिरहेको छ भने अस्पताल लाँदा या एम्बुलेन्सलाई कुर्दा पनि यही अवस्थामा लाने भनेपछि अब यहाँनिर फर्काउने कुरोमा चाहिँ दाहिने देब्रे जता फर्काउँदा पनि हुन्छ यदि महिला प्रेग्नेन्ट छ भने चाहिँ देब्रेपट्टि नै गर्नुहोस् नत्र उता गर्दा पनि हुन्छ है अब 2 स्टेप भयो है एकमा मैले के देखाएँ होसमा भइन्जेलसम्म हामीले बसाएर राख्ने दोस्रोमा जब बेहोस भयो भने हामीले म सकाएपछि फेरि 2 नम्बरमा के त अब उहाँलाई बेहोस भएपछि हामीले पोल्ट्री बनाएर सुताएर लाने अब तेस्रो नम्बरमा जाउँ है त इजी छ तेस्रो नम्बरमा चाहिँ अब उहाँलाई हामीले टाइम टु टाइम के त सासलाई चेक गरिरहने यतिकै सुताएर छोडिदिने होइन हेरिरहनु पर्यो हरेक मिनट एनी टाइम सास बन्द हुन सक्छ है त्यसले गर्दा हामी के छौँ एम्बुलेन्समा बिरामी राख्छौँ अनि कतिखेर मृत्यु हुन्छ थाहा हुँदैन त्यसले गर्दा उहाँको चेक गरिरहने हेरिरहने अक्सिजन लगाएको छ भने अक्सिजनको लेभल हेरिरहने होइन र अब सासै बन्द भयो भने चाहिँ हामीले अन्तमा नम्बर 3 मा चाहिँ हामीले अब यस्तो गरेर उहाँलाई पल्टाइदिने अब सिधा उत्तानो बनाउने अब र सिपिआर जुन हामीले हिजो गऱ्यौँ सिपिआर सुरु गरिहाल्ने है सिपिआर इमिडिएटली तपाईँले सुरु गर्ने बित्तिकै चेस्ट कम्प्रेसर 30 चोटि दबाउने 2 चोटि सास 30 चोटि दबाउने 2 चोटि सास 30 चोटि दबाउने यसरी गर्दाखेरिमा तपाईँले राइट टाइममा समयमा एक्ज्याक्टली तपाईँले सही तरिकाले दिनु भने मान्छे बचाउन सक्ने 95% चान्स हुन्छ हार्ट एट्याकमा 5% चाहिँ कम हुन्छ टाइममै र तपाईँले ठ्याक्कै गर्नु भएर समयमै र सही तरिकाले तपाईँले सिपिआर गर्न सक्नुभयो भने 95% चान्स हुन्छ कस्तो खतरा चाहिँ बुझ्नुभयो ठिक छ धन्यवाद अब यहाँनिर प्रश्न थियो उहाँको